नमस्कार साथीहरू, मेरो च्यानलमा स्वागत छ। यो चाहिँ फुल बुके बनाउनको लागि मैले रेडी गरेको साथीहरू। अनि यो चाहिँ टाइम ल्याप्समा खिचेको भिडियो हैन। मौसम यस्तो छ साथीहरू, एकैछिनमा बदलिने। अनि यो चाहिँ मैले सबै धन्दापात सकेर यो चाहिँ साँझको समय बुके बनाउन एकदमै म रेडी भएर बसेको तयारीका साथ। अनि यो चाहिँ फर्स्ट बुके मैले बनाएको है। अरू चाहिँ अब बनाउँदैछु, बनाउन जारी नै छ। यो चाहिँ मैले पेपरमा र्याप गर्दै गरेको साथीहरू हैन, एकदमै टाइम लाग्दो रहेछ। अनि यस्तो भयो, धेरै फुलहरू थिएन नि त, त्यही भएर त्यस्तो धेरै फुलहरू चाहिँ लगाउन पाइएन। जे होस् राम्रो चाहिँ राम्रो भयो, सानो सानो भए पनि फुच्चे फुच्चे भए पनि है मेरो बुके यस्तो भयो। ओके साथीहरू, यो चाहिँ बिहानको समय हो हैन। हिजो बेलुका राति भएर राम्ररी देखाउन पाएकी थिइनँ, सो यहाँहरूलाई देखाउँदैछु हैन। तर यो चाहिँ अलिकति हल्का सुके सुके जस्तो भएछ, ओइली ओइली जस्तो भएछ, तर पनि हेर्दाखेरि चाहिँ राम्रै देखिरहेछ। हेरौँ अरूलाई कस्तो लाग्छ अनि यहाँहरूलाई कस्तो लाग्यो है। मलाई चाहिँ अब ठिकै लाग्यो, ठिकै, त्यति राम्रो पनि होइन, किन अरू फुलहरू भए त चाहिँ राम्रो हुन्थ्यो होला। फुलहरूको अलिक अभाव छ। अनि यो चाहिँ पानी अमला भयो, अनि न्युरो जस्तै त्यो जङ्गलमा पाइन्छ नि, जङ्गलमा पाइने झारहरूसँग बनाएको होइन। गेस्ट आउँदै हुनुहुन्छ, सो त्यही भएर मैले बनाएको, राति बनाएको साथीहरू यस्तै हो। अनि यहाँहरूले चाहिँ मेरो यस भिडियोलाई हेरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच। मेरो भिडियोलाई यहीँ कन्क्लुड गर्छु। अबको यहाँहरूको बाँकी पल बाँकी समय शुभ रहोस् भन्दै बाई एन्ड टेक केयर। म फेरि पनि अर्को भिडियो लिएर आउनेछु। हस्त नमस्कार।